आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ। नेपाली गजललाई एउटा उचाइमा पुर्याउनुको लागि तपाईँहरूले ताते ताते गर्दै हात समाउँदै हामीलाई हिँडिरहनु भएको छ। यसको लागि म यो हामी सबैको जिम्मेवारी हो। हृदयदेखि नै जति चले तीर सबै छातीले छेक्दै आए, जति चले तीर सबै छातीले छेक्दै आए, एउटा फुल टिप्नलाई सयौँ काँडा टेक्दै आए। श्रद्धेय करुण थापाज्यूको गजलबाट मेरो गजल यात्रा सुरु भएको थियो। यही गजलबाट मैले 16th इमेज अवार्ड पनि प्राप्त गर्न सफल भएको थिएँ। त्यो हुँदै हुँदै मेरा प्रिय मित्र घनश्याम पथिक उहाँले लेख्नुभएको गजलहरू मैले गाएँ। अझै बाँकी के गर्छस् भेट्नेहरू भन्छन्, माया भन्दा भन्दै मर्छस् भेट्नेहरू भन्छन्। त्यस पछाडि मेरो प्रिय मित्र विकास प्रहरजी हुनुहुन्थ्यो। रक्त लाली पोतिएको अधर जाली तिम्रो, मुटु रेट्न छुरा ताक्ने नजर जाली तिम्रो। त्यस पछाडि म हिम्मत गरेर आदरणीय कवियत्री गजलकार शीतल कादेमिनीज्यू, जसको नाम स्टेजबाट लिँदाखेरि पनि गर्व महसुस हुन्छ, उहाँको गजल जलेको मन लिएर आउँदैछु आज, तिम्रो चिसो सहर तताउँदैछु आज, सोख पुरा गराऊ आगो लगाऊ, तिम्रो घरको आडमै घर बनाउँदैछु आज, गजल गाएँ। त्यस पछाडि मेरो गजल यात्राको अर्को छलाङ भयो डाक्टर प्रदीप कुमार मैनालीज्यूको पढ्ने कुरा कति छन् भन्ने हिसाब छैन, पढ्ने कुरा कति छन् भन्ने हिसाब छैन, तिम्रो मुहार जस्तो अर्को किताब छैन। यहाँसम्म आएँ। त्यस पछाडि मैले केही विदेशका साथीहरूसँग बसेर गजल गाउने अवसर पनि प्राप्त गरेँ। शान्ति दिदी यहीँ हुनुहुन्छ अगाडि, हामी सँगै कार्यक्रम पनि गऱ्यौँ अस्ट्रेलियामा। हाम्रा गजलकार मित्र जितेन्द्र मल्लजीले यहाँबाट समेर चाहे, उहाँले धेरै सपोर्ट गर्नुभएको छ मलाई अस्ट्रेलिया बसाइमा, र धेरै गजलका कार्यक्रमहरू मैले गर्ने सफल भएको छु। मलाई गजलमा आउनको लागि प्रेरणा कसले दियो, कसरी के भयो भन्ने कुराहरू, तपसिलका कुराहरू होला अलिक पछाडि भन्ने होला होइन दाजु। अनाम मण्डलीको नाम कसले बिर्सिन्छ र? अनाम मण्डलीले एकपल्ट जोरदार ताली दिउँ। आदरणीय दाइ यहाँ हुनुहुन्छ, यसो गरेर बसिरहनु भएको छ। दाइलाई मेरो सुरुवातदेखि दाइले सुन्नु भएको छ, त्यो दुवाकोट भएको कार्यक्रमदेखि नै मलाई सुन्नु भएको छ। आज अब दाइ कति इम्प्रुभ भएको छ तपाईँले नि मूल्याङ्कन गरिदिने हो। हुन त गाजलले त्यो ठुला ठुला आँखालाई गजल भनेर हिँडेका हामी, पछि आउँदाखेरि गजल कुन चाहिँ हो भन्ने कुरो बल्ल थाहा हुँदैछ। अझै पनि थाहा भएको छैन कुन चाहिँ हो चाहिँ साँच्चै नै गजल भन्ने कुरो चाहिँ होइन। गजलको खोजीमै गम का खजाना तेरा भी मेरा भी, ये नजराना तेरा भी मेरा भी। त्यसभन्दा पछाडि मेहदी हसन साहबसँग पुग्यो। मेहदी हसन साहबको क्या टुटा है अंदर अंदर, क्यों चेहरा कमलाया है, गजलदेखि लिएर अहिले पछिल्लो समयमा मलाई हाम्रो सायद यो गजलको एउटा शेर मलाई जिन्दगीमा यति धेरै टच भएको गजल छ। भारी दुनिया में जी नहीं लगता, जाने किस चीज की कमी है अभी, कोई ताजा होइन। भरी दुनिया में नासिर मुनिजीको चाहिँ गजल होला जस्तो लाग्छ मलाई यो, उहाँको गजल पनि। हजुर तपाईँहरूलाई पनि मैले त्यो गरेँ, सोचे चाहिँ भएन, सञ्जीवनी नासिर काजमी भयो हो। भरी दुनिया में जी नहीं लगता, जाने किस चीज की कमी है अभी। यो गजलको शेर जतिको गजलको शेर मैले अहिलेसम्म भेटेको छैन, यो शेर जतिको। भारी दुनिया, यसैको खोजीमा म यहाँसम्म छु अहिले। भारी दुनिया में जी नहीं लगता, जाने किस चीज की कमी है अभी। त्यही भएर त नछोएरै भयो टाढा, बन्यो छाया रहर जस्तो, जल्यो बेजोड लियो मन तुवालोको सहर जस्तो। यहाँसम्म आइपुगेको छु। यो प्रेमको लागि तपाईँसँग धेरै धेरै धन्यवाद शान्ति निहारीज्यूलाई। हजुर
फरक भाषा र शैलीले नबोले मौनता बोल्छ। फरक भाषा र शैलीले नदीको याद बोकेको, नदीको याद बोकेको त्यही सुखा बगैर जस्तो नछोएर भयो टाढा। चाहना हुन्छ तिमीलाई छुँदै हेरौँ सधैँ। चाहना हुन्छ तिमीलाई छुँदै हेरौँ सधैँ। आगमन तिम्रो छ यस्तो, आगमन तिम्रो
रहर जस्तो नछोएरै भयो टाढा बन्यो छाया रहर जस्तो जल्यो बेजोडले यो मन जल्यो बेजोडले यो मन आलोको सहर जस्तो नछोएरै भयो टाढा उदायो चन्द्रमा झलमल उज्यालो याद बोकेर उदायो चन्द्रमा झलमल उज्यालो याद बोकेर कतै कालो ग्रहण लाग्ला कतै कालो ग्रहण लाग्ला उठ्यो मनभित्र डर जस्तो नछोएरै भयो टाढा नछोएरै भयो टाढा छाया रहर जस्तो नछोएरै भयो टाढा बन्यो छाया रहर जस्तो जल्यो बेजोडले यो मन जल्यो बेजोडले यो मन आलोको सहर जस्तो नछोएरै भयो टाढा आ